वेलकम ब्याक टु बेसिक्स। आज चाहिँ एपिसोड 3 हो। हामी चाहिँ एक्सपोजर ट्रायङ्गलमा छौँ र हिजो आइएसओ र अपर्चरको बारेमा बुझ्यौँ भने आज सटर स्पिडको बारेमा बुझ्नेछौँ। सटर स्पिड भनेको चाहिँ यस्तो चिज हो कि जुन चाहिँ क्रिएटिभ फोटोग्राफीको लागि चाहिँ एकदमै नै इम्पोर्टेन्ट हुन्छ। जस्तै कि सटर स्पिडमा पनि अब लाइट ट्रेल भन्ने हुन्छ, प्यानिङ सटहरू भन्ने हुन्छ। र सटर स्पिड चाहिँ के हो भन्दाखेरि चाहिँ सटरले क्लोज र ओपन हुन लगाउने समय नै सटर स्पिड हो। जस्तै कि अब सटर स्पिड 30 सेकेन्डको भयो भने एकदमै नै 30 सेकेन्डसम्म खोलिने भयो र 30 सेकेन्डपछि सटर बन्द हुँदाखेरि जति नै लाइट आउँछ नि त्यो चाहिँ एकदमै नै धेरै हुन्छ। त्यही भएर नर्मल्ली हामीले सटर स्पिड चलाउँदाखेरि 1/250, 1/200 त्यस्तै चलाउँछौँ। र अब क्रिएटिभ कुराहरू गर्नु पऱ्यो भने चाहिँ जस्तै कि 1 सेकेन्ड 2 सेकेन्डहरू नै गर्नुपर्छ, अथवा 1/160, 1/60, 1/50हरू पनि हुन्छ। अब तपाईँलाई फास्टर सटर स्पिड चाहिन्छ कि लोवर सटर स्पिड चाहिन्छ भन्ने कुरा चाहिँ तपाईँको सब्जेक्टसम्म डिटर्माइन गर्छ। तपाईँको सब्जेक्ट फास्ट छ भने अब 1/1000हरू गर्नु पऱ्यो। तपाईँको सब्जेक्ट स्टिल छ, नन मुभिङ छ भने चाहिँ 1/300 त्यस्तै हुनु पऱ्यो। मैले केही फोटोहरू लिएको छु है, यो चाहिँ पहिल्यै लिएको हो, तर यो चाहिँ लाइट ट्रेल भन्छ, तर एक्ज्याक्टली लाइट ट्रेल त होइन, तर पनि मैले मेरो सिग्नेचर गर्न खोजेर चाहिँ गरेको। यो चाहिँ 20 सेकेन्डमा लिएको हो। यसमा चाहिँ अब के हुन्छ भन्दाखेरि 20 सेकेन्डको लागि सटर ओपन हुन्छ र 20 सेकेन्डको लागि जति नै उसले लाइट पाउँछ त्यही अनुसार उसले फोटो दिन्छ। अर्को पनि छ यहाँनिर। अब यो चाहिँ 20 सेकेन्डभन्दा अलिक कमै होला, यो त 5 सेकेन्ड होला। 28 mm लेको यो 5 सेकेन्डसम्म चाहिँ सटर अनै हुन्छ। त्यसपछि जति लाइट उसले पाउँछ त्यही अनुसारको उसले इमेज जेनेरेट गरेर दिन्छ। अर्को हामीसँग छ, यो चाहिँ बौद्धमा लिएको फोटो हो। यो चाहिँ 1/60 त्यस्तै समथिङमा लिएको हो। यसमा चाहिँ अब आर्किटेक्चर चाहिँ एक ठाउँमा छ अथवा ल्यान्डस्केप चाहिँ एक ठाउँमा छ, तर यो अगाडिको सब्जेक्ट चाहिँ फोकसमा छैन, किनभने 1/160 पनि कम हो त्यो, र त्यही भएर चाहिँ अब्जेक्ट नै चाहिँ क्लियरली आएको छैन है। र यो चाहिँ एकदमै नै हाई सटर स्पिडमा लिएको हो, जस्तै एकदमै नै मुभिङ थियो। अनि यो चाहिँ 1/1000 अथवा 1 मिली सेकेन्ड भनौँ न, 1/1000 र 1250 कि त्यस्तै समथिङमा लिएको। यदि फास्टेस्ट मुभिङ सब्जेक्ट छ भने चाहिँ हामी सटर स्पिड बढाउनुपर्छ। र अब केही कुराको लागि धेरै नै लाइट चाहिन्छ भने चाहिँ हामीले सटर स्पिड एकदमै नै कम गर्नुपर्छ।